दिन्छ न्याय म दिन्छु न्याय के रे म दिन्छु न्याय यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु एक जमाना यस्तो थियो जहाँ गाउँघरमा तीज आउँदा यस्तो गीत बज्ने गर्थ्यो तर पनि अहिले जमाना फेरेर होला तीज गीतमा यस्तो छाडोपन देखिन थाल्यो कि न त परिवारसँग सँगै बसेर हेर्न सकिन्छ न त सुन्नै आज पनि बाख्राले बोका खोज्यो के यस्ता विकृति फैलाउनेलाई भुसिया कुकुर समातेर मन लाग्यो मुखमै मुताउन यो गीत र सिनको तात्पर्य के हो खासमा दिदी बहिनीलाई नचाउन खोजेको हो कि दाजुभाइको उठाउन नेपाली हो नि चान्स बाइकै गर्छ यस्तो रियाक्सन देख्दा त सिरानीले होइन अरूले नै घोचेको हुनुपर्छ कन्फर्म यो पनि हुन सक्छ स्टॉप 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 जरा जूम करो उस पर खुट्टा बाहिर निस्केला जाठी सम्हालेर राख तेरो जस्तो दुनियाँको छ अलि गतिलो कपडा लगाएर बेलैमा ढाक तपाईँ के को प्रब्लम छ हामीलाई थाहा भएन तिम्रो कालेले के बोल्यो अरू त त्यस्तै हो यस्तो सिन देखेर हाम्रो गाउँको भाइले कति कस्तो कस्तो गीत सुन्न पर्छ लौन पर्बु मरे यस्तो गीत गाउने तिमी कुन गायककार हो रे म चाहिँ लोकदोहोरी गायिका शान्तिश्री परियार भन्नु सजुला हामीले कहाँनिर माया दिएनौँ यतिको लेजेन्डरी सिङ्गरबाट त यस्तो अपेक्षा हामीले राखेको थिएनौँ विकृति फैलाउने कलाकारलाई थुन्न बनाउनु पर्यो एउटा सुँगुरको खोर इनानीले त गर्दैछिन् जो चोर उसैको ठुलो स्वर त्यो सिन परिवारसँग बसेर हेर्न सकिन्छ सकिन्छ किन नसकिन्न सकिन्छ मजाले मलाई देखाइदिए त परिवारसँग बसेर हेर्ने सिन चाहिँ कहाँ थियो औषधि खाना बिर्सेर होला बजिनीले यस्तै भन्छस् भन्ने थाहा थियो बिस्तारैले पोले गीतको अपार सफलतापछि अशान्ति परिवारले बजारमा फेरि नयाँ गीत लिएर आएकी रहेछिन् जसको बोल रहेको छ जवानीले पोल्यो आछो आछो यो जाठीलाई नि कति पोल्ने रहेछ कहिले बिस्ताराले भन्छे त कहिले जवानीले यस्तो रोग लागेकोलाई त चाकमा क्यान्सर हुन्छ भन्छन् तिमीलाई रक्षा गरौँ दुर्गा भवानीले किनै नराम्रो गर्नु र खोइ जिन्दगी हो 2 दिनको चोला अब तपाईहरुलाई म यस्तो गीत सुनाउन जाँदैछु त्यसैले पोकापोकी कसेर मजाले बस्नु होला या कुछ खाने का मन हो रहा है लेज मंगवा ले और कुरकुरे भी मंगवा लेता हूँ काम का कोक भी मंगवा ले और मीठे में डेयरी मिल्क अब इतना सब कुछ हो ही गया है तो कर्नेटो भी